यता चन्द्र शिव दाईको कोठामा पसेर भन्छन्, दाई आज तपाईँले मनको कुरा सबै खुलाएर भन्नै पर्छ। तुलसा भाउजू किन फर्किनु भएन, कहाँ जानुभयो, मलाई साँचो कुरा बताउनुस् भन्दै चन्द्रले त्यहाँ शिव दाईलाई प्रश्न गरेपछि चन्द्रको कुरा सुनेर शिव दाई केही बेर मौन रहन्छन्। पछि बिस्तारै बोल्न थाल्छन्। म विदेशबाट फर्कँदाखेरि तुलसा भाउजू निकै नै खुसी थिइन्। मैले सोचेको थिएँ तुलसा भाउजूलाई खबरै नगरी सरप्राइज दिउँ कि भनेर नेपाल आएको थिएँ। तर कोठामा आइपुगेपछि मैले तुलसालाई एउटा केटासँग देखेँ। अनि मैले तुलसालाई भने, तुलसा तिमीले किन यस्तो गरेको, नाठो लिएर कोठामा बस्ने हो भनेपछि एकछिन त्यहाँ तुलसा मौन बसेकी थिइन्। अनि मैले 2-4 झापड हिर्काउँदै घरबाट निकालिदिएँ। त्यहाँ तुलसा रुँदै मलाई भनिरहेकी थिइन्, म तपाईँलाई वास्तविक कुरा बताउँछु भन्दै थिइन्। तर मैले उनको कुरा नसुनेर रिसको झोकमा 2-4 झापड हान्दै घरबाट निकालेँ। शिव दाईको आँखामा पश्चाताप झल्किएको थियो। केही दिनपछि उसको रिस मर्छ अनि घरमा आउँछ भनेर सोचेको थिएँ। तर उनी कहिले फर्केनन्। त्यसपछि म दसैँ मान्नको निम्ति गाउँमा आएँ। तर अहिलेसम्म पनि तुलसा भेट्न सकेको छैन भाइ भन्दै थिए। त्यो कुरा सुनेर चन्द्र नरम स्वरमा भन्छन्, दाई तपाईँले ठुलै गल्ती गर्नुभयो। हाम्रो तुलसा भाउजू तपाईँले सोचे जस्तो हुनुहुन्न। उहाँ त असल र महान बुहारी हुनुहुन्छ। तपाईँले बिना नबुझी झापड हान्नुभयो र घरबाट निकालिदिनु भयो। यो त अन्याय नै भयो दाजु भन्दै अब तपाईँले त्यो गल्तीलाई सुधार्नु सक्नुहुन्छ अनि तुलसा भाउजूलाई खोज्नुपर्छ। उहाँ जहाँ भए पनि फर्कनुहोस् भन्ने सन्देश दिनुपर्छ। शिव दाई एकछिन मौन रहन्छन्, आँखा झुकाउँछन् अनि आकाशतिर हेर्छन्। के म अब तुलसालाई फेला पार्न सक्छु भन्दै त्यहाँ शिवले मनको कुरा मनमा नै गरिरहेका हुन्छन्। के अब तुलसा भाउजू फेला पर्ला त भन्दै आजको भिडियोबाट बिदा हुन्छु। हस्त नमस्ते, जय नेपाल, बाई बाई।